नमस्ते, यहाँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुलाई सेलरोटी कसरी बनाउने भनेर देखाउन गइरहेको छु है त। एउटा बोलमा चाहिँ मैले 1 कप जस्तो चामल हाले, त्यसलाई मजाले पानी हालेर धुनु पर्दछ। यसलाई पानी हालेर 2-3 चोटी मजाले धुनु भएपछि मजाले त्यसलाई पानी हालेर ओभरनाइट भिजाउनुस् हैन। यो चाहिँ भोलिपल्ट चाहिँ चामल यस्तो देखिन्छ। र अब म यसलाई एउटा ब्लेन्डरमा खनाउँदै छु। भिजाएको चामलको साथसाथै त्यसमा मैले आधी कप घिउ पनि हाले, अनि मैले 1 1/3 कप अफ चिनी पनि हाले र अलिकति पानी हालेर ल अब यो ग्राइन्ड हुँदैछ। यसलाई चाहिँ मजाले पिन्नुपर्छ। हजुरलाई कतिको टेक्सचर पिन्नुपर्छ त्यही अनुसारले पिन्नु होला। र पिनिसकेपछि अब मैले एउटा बोलमा खनाएँ र त्यसमा साथसाथै त्यसमा जान्छ 1.5 टीस्पुन अफ सिनेमन, 1.5 टीस्पुन अफ कार्डमम पाउडर एन्ड 1.5 टीस्पुन अफ